हेलो भाउजू, आज हामी भवन बनाउन लागि सबैजना सर्वजन जुटेको छौँ र यहाँ लाइन बाई लाइन बसेर हामी यसरी काम सबैजना जुटेर गर्दैछौँ र उता हाम्रो म्याम हुनुहुन्छ अनि यता यसरी 2022 साल जेठ 21 गते यसरी हामी र यस्तो दिन पनि आज त साह्रै राम्रो भएको छ। दिनहरू पनि यस्तै भएर झिसे लागेको छ तल हाम्रो समुदाय हुनुहुन्छ अनि सङ्गीता म्याम पर हुनुहुन्छ। सङ्गीता म्याम उसबाट काम गर्दै हुनुहुन्छ र समीर यहाँ काम गर्दै हुनुहुन्छ। यहाँ प्रमिसा गुरुङ हुनुहुन्छ। उहाँ गुरुङ भन्दा नै अब गुरुङ उहाँ पहिला हुनुहुन्थ्यो, अहिले चाहिँ राई हुनुभएको छ। यसरी बेलचा हान्नुहुन्छ ल। दुई 2082 साल 2 महिना आज कति गते 21 गते 21 गतेको श्रमदान है हाम्रो साथी 21 हो। ए आज 21 हो। 21 गतेको श्रमदान हाम्रो भवन बनाउनु गोले हो। म त गिटी हाल्नुपर्छ। मदन दाजु घरि खोल्ने घरि छोड्ने। ढिलो हुन्छ है छिटो। बाहुबली विशाल दाजु खोइ त हौ अनि उयो बाल्टीमा थाप्दै गर न तगारीहरूमा पानी। मसला ना कपाल सबैले खाएर जाने के सब धेरै हुन्छ। मसला धेरै हुन्छ बेसी त हुँदैन। दुई बोराको कसरी बेच्छ? धेर हुँदैन हौ, मेरो पनि दाँत ढलाइ गर्नुपर्ने छ। बिसङ कति लाग्यो अरे अस्ति तिम्रो? मेरो एक बेलचा जति लाग्छ हो। अब तिम्रो 8 गर्ने 3-4 चोटि अझै गर्नु एकचोटि। अब असार 8 गते 2-3 घन्टा लाग्छ नि। फोटो खिच्दै राख्छ त सिकाउनु र लगाइदिन्छ अरे। म त तपाईहरुको पनि अब आमा हजुरबाउहरुको दाँत उस्तै छैन भने पनि यहाँनेरि फोन गर्ने कि के भनेको कि डाक्टरसँग छक्कै जुटेको माथि भेटिहाल्छ हो। उसो घर कहाँनेरि हो? घर चाहिँ थाहा भएन। क्वार्टरमा भान्चोकतिर रहेछ।
राम डेन्टल देखेछौ न त्यो पछाडि त्यही भित्र मलाई त साह्रो राम्रो लाग्छ त्यो राम डेन्टल पनि उसै गरेर उसकै बडा बाउ गरेछ त्यो मजाले पनि बोल्छ सीमा त चढेको थियो नि लास्टमा चढेको बेबला खड्दै गयो है मेन त बेबो भो पर्दैन पछि गर्छ फुपूले मेरो मम्मीलाई चाहिँ लानु पर्ने फुपू नि एउटा छैन नि त हाम्रो मम्मी त्यहाँ लु लु घोलौँ घोलेका गरेर नदिनु मसला चाहिँ